यतिखेर हिरखण्ड 14 को सम्पूर्ण वनहरू डढेलोले सखाप बनाएको अवस्था छ। कृपया तपाईहरु यहाँ आएर हेर्न सक्नुहुन्छ। यहाँका साना साना बोट बिरुवादेखि लिएर ठुला ठुला सम्म रुखहरुमा आगो लागिरहेको छ। हामी निकासेर यतिखेर हिँड्न नसक्ने अवस्थामा छौं। हामी करिब माथि डाँडामा निस्किन लागेछौं। यहाँ पारिपट्टि पनि रातभरि डढेलोले सखाप बनाएको अवस्था छ। छैन हिजो रातभरिको डढेलोले सखाप बनाएसँगै आज बिहानभरिको बतासले फेरि सल्लाको पातहरू झरेर उस्तै छ। बाटो चिप्लिने अवस्था छ। र यहाँ माथि डाँडा मन्दिर छ। देवी मन्दिर, देवी माको मन्दिर। हामी तपाईहरुले आवाज सुन्न सक्नुहुन्छ। यहाँबाट अलिकति माथि ठ्याक्कै यहाँ घामको किरण परेकै ठाउँमा ट्रेनमा आजबाट आगो सुरुवात भइरहेछ। वनमा धेरै डढेलोले सखाप वन बनाएको अवस्था। हामी यति सबै सखाप बनायो हिजो रातभरिमा। अबि के गरेको सानोले? खोइ लौजा कहाँ झरे फेरि? हे ईश्वर, जाऊ। के गर्छ केले?